रवि लामिछाने जेलबाट छुटिँदा, त्यो पनि धरौटीमा छुटिँदा हाम्रो बाघ खोरबाट निस्क्यो। अब बाघले शिकार गर्छ भन्नेहरू एकचोटि यो भिडियो हेर्नु होला। पक्ष या विपक्षको कुरा गरिरहेको छैन, म यहाँ फ्याक्ट्सको कुरा गरिरहेको छु। र फ्याक्ट्स सुनौ। शालिग्राम पुडासैनी काण्ड, नागरिकता काण्ड, ड्राइभर काण्ड, पासपोर्ट काण्ड, सहकारी काण्ड, हुन्डी काण्ड, राजकोट अस्पताल चन्दा काण्ड, अझ गृहमन्त्री हुँदा हत्यारा पञ्चा सिंहलाई मुद्दा नचलाउने निर्णय, सुन तस्कर कृष्णबहादुर महरालाई कारबाही नगर्ने डिल, डीएसपी सरुवा बडुवामा भ्रष्टाचार, 12 नम्बरलाई बडुवा, पहिलो नम्बरलाई पाखा। मेरो कुरा यति हो, रवि लामिछानेले मिठा भाषणहरू धेरै दिन्छन्, उनलाई मिडिया म्यानिपुलेसन के हो थाहा छ, कम्युनिकेसन टेक्निक थाहा छ। तर तपाईहरु एउटा कुरा क्लियर के हुनुस् भने कसैलाई पनि देवत्वकरण नगर्नुस्, क्वेशन सोध्नुस्, किनभने यदि उनी गर्नै चाहन्छन् भने आफ्ना यी सब केसहरू क्लियर भएर आउन्। र अब तपाईहरु मध्ये धेरैजनाले मलाई भन्नुहुन्छ रवि लामिछानेले कहाँ लिड गर्न आएको छ र प्रधानमन्त्री त बालेनलाई बनाउने वाला छ, अब्भियसली बालेनलाई बनाउँछ, ऊ मिल्दैन, चान्सै छैन। रवि लामिछाने आफू प्रधानमन्त्री बन्न यो सबै केसहरूबाट क्लियर त हुनु पर्यो नि। अहिले क्लियर इमेज थियो भने उनले बालेनलाई साथ लिनु पर्थ्यो। पोलिटिकली हेर्ने हो भने एउटा कुरा क्लियर छ, हेर्नुस्, रवि लामिछानेले बालेनलाई साथ लिनुको रिजन नै उनी आफू प्रधानमन्त्री बन्न नसक्ने देखेर नै हो। यदि उनी आफू क्लिन हुन्थे र प्रधानमन्त्री आफैलाई देखिसकेका हुन्थे भने उनले बालेनलाई साथमा लिएर अगाडि जाँदैनथे, जानुपर्ने आवश्यकता पनि थिएन, किनभने बालेनसँग पपुलारिटी छ तर बालेनसँग भोट ब्याङ्क छैन।